हजुर हेलो एभ्रिवान नमस्ते तपाईहरुलाई स्वागत छ मेरो नयाँ ब्लगमा। सो साथीहरु आज चाहिँ साउन 15 खिर खाने दिन हो। सो आज दिनभरि चाहिँ मैले के गर्छु भनेर तपाईहरुसँग देखाउने छु साथीहरु। सो अहिले चाहिँ मैले बेबीलाई नुहाइदिनको लागि पानी तताउँदै छु। सो अलिअलि घाम पनि लागेको छ अनि सो एकछिनमा अब पानी तातिसकेपछि चाहिँ म बेबीलाई नुहाइदिने छु। हेलो हेलो एभ्रिवान भनिदिनुस्। हाई गरिदिनुस्। टु कपाल बाँध्दै नि दिँदैन। हजुर हजुर अनि कन्टिन्यू मैले युट्युबमा भिडियोहरू हालेको छैन। सो त्यही पनि अब कहिलेकाहीँ भिडियोहरू आए पनि मेरो भिडियोहरूलाई माया गरिदिनु होला साथीहरू। सो मैले चाहिँ बेबीलाई नुहाएर सकाइसकेँ। लुगा भिजिरहेको छ मेरो पनि। सानो बच्चाको काम है साथीहरू यो हेर्नुहोस् न। फ्यानलाई चाहिँ ढलाएर यो आधी पार्टै निकालेको छ बाबुले। सो मैले चाहिँ जोड्न लाग्दैछु र म एकचोटि पुसेर यो आधी पार्ट चाहिँ राखिदिन्छु। दिनभरि यस्तै हो साथीहरू मेरो बच्चा चाहिँ। मैले चाहिँ बिहान लुगा धोएर सुकाएको थिएँ। एकछिनमा पानी परेको थियो। पानी परे भएर लुगा उठाएको फेरि एकैछिनमा घाम लाग्यो। हेर्नुहोस् साथीहरू अहिलेको मौसम चाहिँ लुगा सुकाउँदै उठाउँदै गर्नुमा ठिक्क भइरहेछ। सो साथीहरू यो भिडियो चाहिँ हिजोको हो अनि मैले चाहिँ आज एडिटिङ गरेर हाल्दैछु। सो बच्चासँग कहिले के हुन्छ कहिले के हुन्छ। झन् शनिबारको दिन त घरको कामले यति व्यस्त भइन्छ कि साथीहरू। लुगा सुकाएर सकेपछि चाहिँ बाबुको लागि चाउल बनाउँदैछु। जुवानो लसुन प्याज भुटेँ अनि त्यसपछि आलु राखेँ, दाल र चामल राखेँ, त्यसमा मसलाहरू राखेँ, त्यसपछि पानी हालेर सिटी लगाइदिएँ। सो साथीहरू यो चाहिँ मैले खिरमा राख्नलाई मसला लिएर आएको थिएँ। सो साथीहरू हेर्नुहोस् न अहिले त आधी बदाम आधी काजु मात्रै आउने रहेछ कि। सो एकछिनमा पानी पर्ला जस्तो भयो। पानी पनि पर्यो अनि बाबुलाई मैले सुताएको थिएँ अनि बेलुका बुढो आइपुग्नु भयो अनि मैले एकछिन दुध तताएँ, चामल हालेँ। यतातिर पाक्दै गर्छ भनेर चाहिँ मैले यता कुकर बसालेँ। यो चाहिँ मैले 2 दिन अगाडि भिजाएको चना केरा हो। टुसाएको थियो मजाले। यसलाई चाहिँ आलुमा मिसाएर पकाउन लागेँ। तेल तातिसकेर मैले प्याज हालेको त किचनभरि धुवा भएको कि अनि मैले चाहिँ ढोका खोल्छु भनेर छिटो ढोका खोलेँ है, धुवा भएको भएर। मैले चाहिँ चलाउनलाई डाडु खोजेको। खोज्दा त यता त प्याज त रातो भइसकेछ। त्यसपछि चना केरा राखेँ, एकछिन भुटेँ, त्यसमा नुन बेसार राखिदिएँ अनि मैले यसमा अदुवा लसुनको पेस्ट पनि हालिदिएँ। पछि एकछिन चलाएँ। सो यतातिर चाहिँ मैले अघि लिएर आएको मसलालाई ग्राइन्डरमा ग्राइन्ड गरेर चाहिँ मैले हालेको, त्यसको मिठो स्वाद आउँछ भनेर। यसमा चाहिँ मैले अरू मसला पनि हालिदिएँ। हालेपछि पानी राखेर यसलाई सिटी लगाउनलाई छोडिदिएँ। यता चाहिँ खिर पाकेर रेडी भयो है साथीहरू। यसले चाहिँ अब चिसो बनाएर खानेछौँ। तपाईँहरूले खानुभयो त। आजको भिडियो चाहिँ यति नै साथीहरू।